Happy Sankranti everyone. Today I'm making tilko laddu and puff rice laddu for Maghe Sankranti. So आज चाहिँ मेरो day off भएको हुनाले I got a time to make this happen. So start गर्दाखेरि मैले चाहिँ थोरै पानी तताएँ. नेपाली शपमा जाँदाखेरि I did not find jaggery up there. अनि त्यसपछि I had to use चाकु for this. So मैले चाहिँ दुईटा टुक्रा चाकुले तातो पानीमा राखेँ अनि केही बेर त्यसलाई पकाउन छोड्दिएँ. It's gonna take like around half an hour to get a thickness of it. अनि त्यसलाई चाहिँ मैले स्ट्रेनरमा लगेर छाने so I can take all the हुन्छ नि त्यो धुलो टाइप्स त्यो निकाल्नको लागि त्यो निकालेँ. अनि त्यसपछि ब्याक टु मैले फेरि पकाउन छोड्दिएँ सो यसको कन्सिस्टेन्सी थिक एन्ड आओस् भनेर. तिलको लड्डुलाई चाहिँ नटाँसियोस् भनेर चाहिँ मैले चाहिँ 1 स्पुनफुल घिउ एड गरेँ. त्यसले चाहिँ पछि लड्डु बनाउँदा एकदम हेल्प हुन्छ, टाँसिन्न नि त. सो केही बेर पकाइसकेपछि मैले थोरै चाहिँ एउटा बोलमा राखेँ. त्यो बोलमा चाहिँ मैले तिलको लड्डु बनाउँछु भनेर अनि बाँकी फेरि उमाल्न राखिदिएँ. सो रेस्ट चाहिँ म पफ राइसको लागि युज गर्नेवाला छु. अनि अझै थिक भइसकेपछि चाहिँ पफ राइसको लागि मैले यतिकै राखेँ. चाकु चाहिँ एकदम हेल्दी हुन्छ, यसमा नेचुरल सुगर हुन्छ नि त जागेरीबाट बनेको हुनाले. सो मैले यहाँ लिएँ वाइट तिल, त्यो थोरै चाकुको ब्याटरमा राखेँ. अनि त्यसपछि बाँकी चाहिँ मैले सेलाउन साइडमा राख्थेँ त्यसको पफको लड्डु बनाउँछु भनेर. पफको लड्डु बनाउँदा चाहिँ तपाईँहरूसँग क्रन्चीवाला पफ राइस हुनु जरुरी छ. सो पछि तपाईँले लड्डु बनाउँदा पनि त्यसको क्रन्चीनेस आओस् होइन खाँदाखेरि. मसँग जागेरी नभएको हुनाले चाकुले बनाएको भएर यसको कलर चाहिँ एकदम डार्क आयो विच इज मोर देन एक्सपेक्टेड होइन. बट इट्स ओके, इट्स गन डु माई जब. सो मैले अघि सेलाउन राखेको तिल र चाकु चाहिँ अहिले मैले लड्डु बनाउन युज गरेँ. हातमा थोरै घिउ राखेर थोरै लिएर त्यसलाई चाहिँ राउन्ड सेप निकाल्न खोजेँ. अनि त्यसपछि व्हाइट सिसेमीको लड्डु चाहिँ नाउ टर्न आउट टु बी ब्राउन लड्डु के हुन्छ नि, कालो तिल हुन्छ नि, हो त्यस्तै भएको थियो. बट इट्स ओके, जागेरी नभए पनि चाकुले चाहिँ मेरो पूजाको लागि यति इट्स ओके. त्यसपछि मैले पफ राइसको पनि लड्डु बनाएँ. त्यसको लागि चाहिँ अलिक धेरै तपाईँले म्यास गर्नुपर्ने हुन्छ. आई मिन त्यसलाई हुन्छ नि फर्ममा ल्याउनको लागि चाहिँ अलिक धेरै हुन्छ नि डल्लो बनाउनु पर्ने हुन्छ. सो यसरी मैले 2 थरी बनाएँ. त्यसपछि समयबजीको लागि भटमास पनि भुटेँ, चिउरा भटमास राखेँ. अनि मैले आफूले सकेको बनाएर चाहिँ सङ्क्रान्ति मनाएँ. होप तपाईँहरूले पनि 2082 माघे सङ्क्रान्ति राम्रोसँग मनाउनु होला. थ्याङ्क यू फर वाचिङ.